कालो कपडा, कालो जुत्ता, कालो मास्क अनि कालो पन्जामा देखिएका यी मान्छेहरू को हुन्? पत्रकार दिवाकर शाहले यतिखेर प्रश्न गरिरहेका छन्। त्यो कालो टी सर्ट समूह को थियो? जेनजी आन्दोलनको भिडबीच यस्ता व्यक्तिहरू अचानक देखा परे, तर शाहका अनुसार ती सामान्य प्रदर्शनकारी होइनन्, पूर्व योजना अनुसार परिचालित समूहहरू हुन्। उनी भन्छन् ती टी सर्टहरूमा कोड लेखिएको थियो, संकेतका रूपमा प्रयोग गर्नलाई। अहिले सामाजिक सञ्जालमा एक भिडियो पनि त्यस्तै भाइरल भइरहेको छ। मोटरसाइकलमा टिओभी लेखिएको कोड सहित देखिएका व्यक्तिहरू के शाहले भनेका यही समूह हुन्? उनले स्पष्ट पुष्टि गरेका त छैनन्, तर समय र दृश्य मिल्दा शंका उस्तै देखिन्छ। शाहका अनुसार ती समूहहरूलाई भिड नियन्त्रण गर्न होइन, आन्दोलनलाई डाइरेक्सन बदल्न प्रयोग गरियो। कुन समयमा भिड उर्लिने, कसरी नारा फेर्ने र कसरी जनआक्रोशलाई अर्को दिशातिर मोड्ने, यी सबै संकेत ती कोडमा थिए भन्छन्। उनी थप्छन् यी मान्छेहरू आन्दोलनका एनर्जी नियन्त्रण गर्न पठाइएका थिए, तर वास्तविक उद्देश्य एटेन्सन डाइभर्ट गर्नु थियो। अब प्रश्न उठ्छ, ती कालो टी सर्टका मान्छेहरू आन्दोलनकै भाग थिए कि पर्दा पछाडिबाट लेखिएका स्क्रिप्टका पात्र? के त्यो जनताको स्पोन्टेनियस आवाज थियो कि प्लान बी को रिहर्सल मात्र?